हेलो साथीहरू, सन्चै हुनुहुन्छ? यति मिठो खाना कसले बनाए त? आज चाहिँ मेरो भाइले भने खाना बनाउँदैछ, त्यसको लागि ट्रेन मैले गर्दैछु। उसले चाहिँ चामल लिएर मजाले चामललाई चाहिँ मिची धोएर फेरि किन यति सानो भाइलाई खाना बनाउन लगाएको भन्नुहुन्छ होला है। अनि त्यसपछि मेरो चाहिँ एउटा औँलामा काट्यो, एउटा औँला दुइटै हातको एक ठाउँ काटेको खाना चाहिँ मैले नै बनाउनु पर्छ भने मैले यसो दिमाग लगाएँ। मेरो भाइ त मोबाइल हेरेर बस्ने, उसलाई अब कहिलेकाहीँ यसो ग्यास चुलो बनाउनेदेखि लिएर बाल्नको लागि पनि नआइरहेको मेरो भाइलाई आज मैले लगाएँ खाना बनाउन साथीहरू। अनि त्यसपछि दाल यसरी गर, यति चाहिन्छ सानो भने उसलाई चाहिँ मैले भनेको थिएँ कि भिडियो बनाइदिन्छु भनेर। अब मैले भिडियो नबनाएर म ट्रेन गर्न भने त सानो बच्चाले कसरी गर्छ त काम। सो साथीहरू, म चाहिँ लागेँ भाइलाई ट्रेन गर्दै खाना बनाउनतर्फ। उसले चाहिँ दाल पनि बसालिसक्यो, उता चामल भिजाएर साइडमा राखेको छ साथीहरू। अनि बिर्को लगायो, अनि त्यसपछि ग्यास बाल्न चाहिँ एकदम डराइ बालिरहेको थियो, त्यही पनि म आफै बसाल्छु। अनि मेरो चाहिँ भिडियो फुल निकालिदिनु होला भनिरहेको थियो भाइले चाहिँ। मैले नि हुन्छ भने अब के पकाउने फ्रिजमा गएर यसो हेर्दाखेरि चाहिँ करेला र आज आलुको प्लान भयो, टमाटर सबै कुरा फ्रिजबाट चाहिँ भाइले लिएर। अनि त्यसपछि भाइ चाहिँ लाग्यो दारातर्फ, बाबु लल्लाउ भन्दै मैले चाहिँ कराउँदै थिएँ पनि ऊ आफ्नै सुरमा हिँड्यो भाइ। अनि यसलाई चाहिँ मजाले पखालेर भाइले छोड्छ कि जसरी मैले समय बरु दुई हातले पखाला भने। त्यसपछि भाइ आयो, फेरि चपिङ बोर्ड पखाल्छु भन्दै गयो। अनि आएर म त यो देखेको रिल्समा त्यो अनुसारको उसले ट्रेन गर्न लाग्यो, हात काट्ला वै सानो भन्दै थिएँ मैले चाहिँ। अनि उसले चाहिँ अब कसरी काट्ने, चप कसरी गर्ने रे, मसिनो बाइक कटमा चाहिँ बिस्तारो गर सानो, तर डोलो बनाऊ भने मैले। अनि उसले काटिसकेको थालमा राख्छु दिदी, भिडियो गरिदिनु भन्न थाल्यो भाइले। ल ठिक छ भने भाइको पालिस देखेर चाहिँ मलाई कस्तो बहिनीको फिलिङ्स आइरहेको थियो के साथीहरू। तर हुन चाहिँ यो मेरो भाइ हो, उसले चाहिँ मार्करको लाएर के दिमाग चल्यो बच्चा न हो होइन। अनि प्याज काट्न लागिरहेको थियो बिचरा, यताबाट काट्छु पनि हुँदैन, उताबाट काट्छु पनि हुँदैन। मैले भने अलि बल गरेर काट बाबु, अवश्य हुन्छ भने। अनि काटी पनि हाल्यो। अनि उसलाई राम्रोसँग छिल्ने, हेर्नु न हातमा एकदम छोरी मान्छेको जस्तो छ क्या। बुइनी चाहिँ छ, बुइनी एकदम मेरो चुडेल जस्ती छ, त्यसले कामसाम केही गर्दिनँ। अनि मेरो भाइलाई लाएको, भाइ बरु मेरो लागि गर्यो आज यतिको काम चाहिँ साथीहरू, देख्न सक्नुहुन्छ। अनि त्यसपछि भाइले चाहिँ एकदम प्याज मस्तले छिलेर अनि म आफै काट्छु रे अनि बलले अब होइन हुन्छ नि। अनि पुरै सेफको जस्तो कटिङ काट्न थाल्यो साथीहरू। मलाई चाहिँ यस्तो डर भएन कि हात काट्छ कि भनेर, तर बाइचान्स काटेन साथीहरू। अनि त्यसपछि फ्याक्क बनाऊ, टमाटर हो गलिहाल्छ नि सानो भने मैले। अनि एकदम उसले चाहिँ एकदम माथितिर फर्काएर छ नि साथीहरू, वाउ तालले राखियो। अनि त्यसपछि काट्दा चिप्लिरहन्थ्यो त्यही पनि। अनि त्यसपछि दिदी ल भिडियो गरिदिनु भन्न थाल्यो। अब के गर्नु, आफ्नो कामै क्यामेराम्यान बन्ने थियो, कामै क्यामेराम्यानको थियो। त्यसपछि मैले भने अघि काटेको त्यो करेलामा चाहिँ नुन राख बाबु, अनि तितो सबै जान्छ, तिमीले मैले सबैले खान मिल्छ, किनकि तितो भनेपछि त कसलाई मनपर्छ र होइन साथीहरू। तर यसरी राखेको करेलामा चाहिँ अलिकति पनि तितो आउँदैन, किनकि नुनले सबै लान्छ। त्यसो भए त धेरै हाल्छु म भनेर भाइले नुन पनि धेरै राखेर चाहिँ त्यसलाई मोलमाल पालेर हामीले त्यसलाई एकछिन छोडिदियौँ। अनि त्यसपछि उता आलुहरू म यस्तो गर्छु, यसरी राख्छु भन्दै थियो भाइले। अनि त्यस लसुन चाहिँ अब यत्तिकै बसेको बेलामा लसुन केलाउनु थाल्यो। यता दालमा सिटी पनि लागिसकेको थियो। भाइ म आफै लसुन केलाउँछु, तपाईँ भिडियो गरिदिनु रे। अनि त्यसपछि यता फेरि ओखलीमा राखेर हामीले चाहिँ लसुनलाई एकदम कुच्याउन थाल्यो भाइले। अनि मैले चाहिँ भाइ राम्रोसँग बस न, तिमीले एकदम बल लगाइरहेछ भने हाँस्दै थियो भाइ। अनि फेरि अर्को सिटी पनि लाग्यो, फेरि अर्को सिटी। यता भाइले लसुन कुचेर छोडिसकेको थियो। अनि कसौडीमै बनाऊ है त दाल, अब गरुन्जेलसम्म भनेर खाना चाहिँ कसौडीमै बनायौँ। त्यसपछि गएर ग्यास बालेर भाइ एकदम डराइ त्यही पनि ग्यास बाल्यो। अनि बसाल्यो खाना पनि आफैले, फेरि डराइ 3 चोटिको दालमा बालेर पेन बसालेर अब हाम्रो रेडी हुन्छ तरकारी बनाउनतर्फ। यसमा चाहिँ तेल हाले, कति हाल्नु डराइ हाल सानो हाल, डर्दैन।
जति तेल उति राम्रो तरकारी भन्थेँ मैले। त्यसपछि फेरि भाइले अलिकति तेल थपेर अनि त्यहाँनिर चाहिँ मेथी जिरा अनि फेरि पछि खोर्सानी पड्काउँदा चाहिँ भाइ भागेर कहाँ पुगिरहेको के साथीहरू। अनि प्याज मात्रै हाल है, सानो भनेको त एकछिन मलाई देखाउनु दिदी भन्दै थियो, भाइको मुखतिर देखाउँदा उसले टमाटर पनि सँगै हालिदिएछ साथीहरू। तर केही छैन, पहिलोचोटि हो सानो, म यसलाई म्यानेज गरिहाल्छु नि भने। अनि फेरि अघिको नुनलाई त सबै तितो पखाल्नु पर्यो, नत्र त्यो नुनसहित हाल्यो भने त अभियसली खाना तितो हुन्छ तरकारी। सो त्यसैले मैले चाहिँ अनि भाइलाई पखाल्न भयो तल अब उसलाई राखिदिएँ जालीमा, तल चाहिँ एउटा थाल राखेर चाहिँ अनि त्यो भएपछि सजिलो। अनि उसले चलायो, अनि चलाएको भिडियो मलाई देखाउन है दिदी भन्दै थियो। मैले चाहिँ उसलाई अलि रातो डिपली फ्राई गर्नुपर्छ अनि राख्नुपर्छ सानो भने, उसले हतार झन् हालिदिइहाल्यो। ल केही छैन भने। अनि फेरि आलु पनि सँगै हालिदिन्छु दिदी भनेर फेरि आलु पनि हालेर एकदम मस्तले चलाउन थाल्यो। अनि हामीले त्यसलाई चाहिँ एकदम फ्राई हुन छोडिदियो। अब नुन मसला चाहिँ अहिले नै हालिहाल्नु हुँदैन है, सानो यसलाई एकदम खरिन दिनुपर्छ भने। त्यति बेलासम्म त खाना यता फेरि चलाउने बेला भइसकेको थियो। फेरि तरकारीतर्फ लागेर भाइले चलाउन थाल्यो। मेरो काम भनेको त क्यामेराम्यान यसो गर भनेर अर्डर दिने। अनि फेरि बेसार म त यस्तरी हाल्छु दिदी एकदम स्टाइल्समा भन्न थालेँ। ल भाइ जसरी हाले पनि तरकारी मिठो हुनु पर्यो भने मैले। अनि फेरि अनि बत्ती गएको थियो, अर्को मोबाइल लिएर आएर फेरि मेरो मोबाइलमा चार्ज पनि नाइ भाइको भिडियो गर्ने बेलामा। अनि अर्को मोबाइल बालेर साथीहरू बनाएँ। त्यसपछि मसला, त्यसपछि सबै चाट मसलाहरू राखेर साथीहरू बनाएपछि त यस्तो मिठो बास्ना आयो नि। साथसाथै लसुन बिर्सेको रहेछ, लसुन पनि दिदी लसुन भने ल हाल सानो भने। त्यसपछि त खाना यति मिठो थियो नि साथीहरू बयानै गर्न सक्दैन। थ्याङ्क यू फर वाचिङ।